Hi everyone, welcome to my new vlog and happy Dasai to you everyone. मलाई चाहिँ रुगा लागेर शेष पर्दैछ। हाम्रो चाहिँ आज नौटिका तर हामी चाहिँ अब एकछिनमा पुष्पा दिदीको घरतिर जाँदै छौं। यसो हल्का दशैं मनाउन। अब लेट्स सी के हुन्छ उतै गएर भेटौँला है त। हामी चाहिँ no Dasai this year. Yes, Anna? Yeah. Do you know what the Dasai? No. Sana? Is it festival? Yes, kind of? of? Festival. Not kind of. It is festival. Like Nepali festival. Nepali festival. Say happy Dasai to everyone. Happy Dasai. To everyone. Everyone. Chajalo. Chajalo. Ani? Namaste. Chajalo. Zua. That's good. Well done. Happy Dasai. Thank you, Baba. ल टिका नलगाए पनि छोरीलाई दशैंको भाग। Happy Dasai. ल यता हेर्नु त दुईजना। Okay, good. And we are missing Dada. Subin Dada, yeah? Yeah, we miss Subin Dada. Okay. अब के लिनु भयो चाहिँ के काट्नु भयो चाहिँ हेरिहाल्नु पर्यो। खास मैले अघि नै हेरिसकेको थिएँ तपाईले पहिले नि हेरे हैन नि त ल खतरा काट्नु भयो झन्डै ल रमाइलो गर्नु होला। हेलो ह्यापी दशैं दिदीहरु। नमस्ते साजलो जुवा। सबन मोदे तपाईहरु खोकी पनि लैदिम। तातो पानी खाँदा खाँदा या पिल्सिसन हाम्रो बहिनीको भ्लगलाई सबैले माया गरिदिनुस् है। थ्यांक यू भेरी मच। के भन्छ रे सब्स्क्राइब शेयर लाइक कमेन्ट गरिदिनुस् ल। धन्यवाद भन्दिनु भएकोमा। आउँदैन भन्दा बोलिरहनु भएको छ। लाइभ बस्छ नि हाम्रो दिदी भयो। सिम्बा डार्लिङ सिम्बा डार्लिङ काईलाई त सिम्बा पो भन्दो रहेछ। म त काई त्यही भएर चुप्पो लाएर बस्दो रहेछ त। अनि यहाँ चाहिँ हामी अहिले पुष्पा दिदीको घरमा यति होम्सको घरमा छम दशैं बनाउन। हजुर दाइ हेलो दिदी ह्यापी दशैं। कस्तो हुँदैछ दशैं? रमाइलो हुँदैछ नि अब यस्तो भएपछि रमाइलो ओ वाउ पनि खाली भइसकेको छ। ए अन्त है थप्ने बेला भइछ। खाली रमाइलो गर्ने हजुर हो नि है। अनि परिवार भेटघाट गर्ने। ठिक छ ल। ए यता दाइ हुनुहुन्छ दिदीको दाइ दिदीको श्रीमान छोरा। छोरा ओ आन्टीलाई ह्यापी दशैं भन। ह्यापी दशैं बाबु। ह्यापी दशैं दाइ। नमस्ते दाइ। नेपालीमा भन्नुपर्छ नि अब दशैंको शुभकामना भनेर भन त। दशैंको शुभकामना। हामी चाहिँ यहाँ अब दाइको नयाँ काम सुरु हुँदैछ यही ठाउँमा। ए हो ल दाइलाई धेरै धेरै के अरे शुभकामना अनि बधाई पनि। हजुर यो जब रगदियोस् फलोस् फुलोस्। 24 इयर्स गरेर हैन फेरि काम गर्नु भनेको त ब्याक टु ब्याक हैन दाइ। नो रेस्ट के नो रेस्ट। धन्यवाद भन न सारा आन्टी। गो दादा र दिदीहरुलाई पनि बोलाउ साना हियर। यो खोलिहाल्छु नि। This is for you. Happy Dasai. Good girl. Happy Dasai. Happy Dasai. Happy Dasai. Thank you. Thank you. Oh, good. Well done. Happy Dasai. Happy Dasai. Happy Dasai. Simba, Simba.
सिम्बा यता हेर त सिम्बा ह्यापी दसैँ सिम्बा अस्ति त्यो आफ्नो पार्टी के अरे पक्का ब्रेकफास्ट चाहिँ पक्का रेडी रहेछ कि सरप्राइज चाहिँ मलाई हुन त मलाई थाहा थिएन होइन सरसफाइ गरेको वान्स फिनिस भएपछि त ब्रेकफास्ट पक्का रेडी छ त्यो चाहिँ सरप्राइज भयो कि त दाइहरूलाई त यसो भने तपाईँ चाहिँ त्यहाँ के अब पक्का काममा भोक पनि लाग्यो एकदम त्यो हामी सविता दिदी ह्यापी दसैँ अनि वेलकम टु माई ब्लग पनि हाम्रो दाइ तपाईँ कति साह्रो बिजी हुनुभएको ह्यापी दसैँ दाइ थ्याङ्क यू भेरी मच फर इन्भाइटिङ अस हियर हाम्रो यति होम्सबाट पनि दर्रो यहाँ के आयो अरूको मात्रै मिठो हुँदैन भने यहाँ चिनी केही हाल्नु पर्दैन यहाँ यति होम्सको घरमा हो हेलो सुन्दरमा त लान्छ ल ल बोलाउनु केटा यहाँ चुएछ त्यहाँ यहाँ कि दुलो परेछ क्या चुहेको होइन पोखेको होला नि मुखतिर पोखेको कहाँ भुइँमा चुहिन्छ चुहिन्छ मुखतिर पोखिसक्यो चुह्यो अरे अझै त्यस्तो वरा दाइ हाम्रो दार्जिलिङबाट अनु दिदी है हजुर अनि उहाँले के भन्न चाहनुहुन्छ तपाईँले दार्जिलिङबाट चाहिँ दार्जिलिङ भाषामा चाहिँ कसरी भन्नुहुन्छ यता चाहिँ के हाम्रो गुरुङ सेनी दिदी हुनुहुन्छ अनि उहाँ चाहिँ टिकटकमा एकदम एक्टिभ हुनुहुन्छ उहाँ चाहिँ अनि अहिले एकछिनमा लाइभ पनि जान्छ होला दिदीको उहाँको टिकटक फलो गर्न चाहनुहुन्छ भने चाहिँ के भन्नु न लाइक एन्ड फलो भन्ने नेपाली चान्स पाएको भन्नु लाइक कमेन्ट सेयर फलो आउँछ ल भन्नुहोस् लास्टमा त फेरि अर्को एडिक्सन लाग्छ नि फेरि दाइ दिदी पनि घरतिर जानु लाग्नु भएको छ यहाँ चाहिँ हामी डेन्जर हाँसेर मुखै देख्यो ल हुन्छ नि बाई बाई दाइ नमस्ते ह्यापी दसैँ हाम्रो दिदी यता हेर्नु न यता हेरिसेन न प्लिज ह्यापी दसैँ दिदी ह्यापी दसैँ भाग्यमानी मेरो बहिनीहरू हजुर धन्यवाद दिव्य दृष्टि ल अङ्कल हामी रेडी भएर बसेछ उनी यस्तो भयो क्या फेरि अझै भ्याइहाल्छ भनेर क्या थ्याङ्क यू आन्टी हामी टिका लाउँदैन कि दिदी बिचरा हो त नि मैले त्यो सुबिला नि लगाइदिएन है हजुर पुसाइ लु आयो अब टिभीमा जुङ्गा भयो पो छेक्छ त मामा पानी त हुन्छ आउँछ नि पाले भन्दा आउँछ नि के गफ तर जसरी भन्छ भ्यागु त कुरो मात्रै ज्वाइँ बिचरा सुने हुनुभयो चुपचाप लाग्यो अहिले ज्वाइँ चुप्पै लाग्नु पर्यो जेठन ससुर अगाडि बोलेर भयो त हामी त लगाउँछ त ससुर अगाडि त्यस्तो लज्जा को भन्दा ससुरको अगाडि त मेरो एउटा कुरा नै आउँदैन आउँदैन सुनाइदियो है अब यहाँ आयो थाहा पाउँछ अब युट्युबमा फेमस भाइरल ल डाइरेक्टर अफ एटी होम्स दाइ अब जानु पर्यो थ्याङ्क यू भेरी मच फर के अरे थ्याङ्क यू भेरी मच फर इन्भाइटिङ मी एन्ड यु होइन सम्झिनु भएकोमा धेरै धेरै धन्यवाद एटी होम्स भने पनि होइन ज्वाइँ भने पनि होइन नम्बरी नम्बरी हो वेयर इन्टेक 04 नम्बरीको नाता छ रेस्पेक्ट इच अदर लभ इच अदर होइन
हैन वी सपोर्ट इच अदर एट द एन्ड त्यही हो नम्बरी हो के जे भयो भने त्यो नाता त्यो यति होम्स यो भन्ने कुरा आफ्नो ठाउँमा छ तर एट द एन्ड हैन हामी भनेको चाहिँ सबै भर्ती भएको मान्छे हो हजुर मैले दाइलाई सोचेको तपाई धेरै लेट मी टक के उले भन्छ तैँले पनि भन्नु पर्यो नि केटा हैन त्यही हैन मेरो त्यही we joined together in 2003 December हैन 24th of December 2023 we joined together हैन we did 9 months training back in Catterick हैन बुझिहरुको कोट टोका खाएर लात्ता खाँदै गडाङडुङ गर्दै we been to same Polton which is towards here back in Brunei हैन हजुर लस अफ अपरेसन हैन चटक गरेर आएर दुःख गरेर हैन अहिले चाहिँ हिँड्दै फेर्दै लड्दै पड्दै हैन त्यो दुःखका कुराहरूलाई सम्झिदै हैन सुख घुम्दै फिर्दै रुमजटार हुँदै फेरि भेट भयो हामी यहाँ भेटी आइपुग्नमा 2025 को दशैंमा हैन हैन 2025 को के रे नेपाली दशैंमा सँगै भयो यति होमसँग मनाउन पाइयो यति होमसँग रमाउन पाइयो हैन यति होम्स त्यो ठाउँमा छ तर नम्बरीसँग मनाउन पायो आई एम भेरी प्राउड अफ प्रचार हो कि प्रचार नाम लेको छ आई एम प्राउड माइसेल्फ एन्ड प्राउड अफ हिम ल यति होम्स क्यारी अन के छ दाइ यति होम्स गो अन थ्यांक यू भेरी मच उभिन्न त्यससँगै फेरि कहाँ जानु भएको क्यारी अन के को थ्यांक यू लेट्स टक थ्यांक्स फर कमिङ त्यो सुर्ती नहाल्नु त हैप्पी दशैं 2025 अलि बोल्न Thank you very much, Dai. Good night. Bye bye. कान्छपुरहरुको फाने छ यदि ल ह्यापी दशैं हो छाव न मोरे युट्युबर हम त भिडियो हम हो भिडियो हम 2025 सालको दशैंको 2025 सालको विजय दशमीको उपलक्ष्यमा पुत्रलाई हार्दिक मङ्गलमय शुभकामना खुसी रहनु स्वस्थ रहनु हैन सधैँ मजाले हाँसिरहनु त्यही नै हाम्रो शुभकामना छ भन्दामा अघि विजय दाइले पनि के रे आने मुहानेलाई धेरै सोधेछ भन्दिनु भनेको फोन गर्न नि पाछ अनि अघि मलाई फोन गर्दै मैले ल हाने पुसाई ह्यापी दशैं ल रमला दाइ तारिनी याउरे भयो है ल ल ल थियो यायो यहाँ चाहिँ बच्चाहरू यसरी बसिरहेको छ सुर्बी ओ बाजे नमस्ते जीव ल सबैजना घर जान रेडी अब हामी पनि घर जान लाग्यो ल हजुर यो नजिक हो ल बाई बाई गर बाजे बाई 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 गर्ल्स बाई ह्याप्पी दशैं खै ह्याप्पी दशैं भनेको ल 1 2 3 गो ह्याप्पी दशैं बाई ल गर्ल्स 1 2 3 go happy dasai and bye bye